यो हो चितवनको भरतपुर महानगरपालिका वडा नम्बर 10 को गेस्ट हाउस चौर। यही ठाउँमा हिजो राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भयो। हिजो उद्घाटन सत्र यहाँ सम्पन्न भए लगत्तै आज र भोलिका कार्यक्रमहरू चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रको हलमा सञ्चालन हुँदैछन्। त्यसैले यो ठाउँमा अब मञ्चहरू हटाउने र संरचनाहरू खाली गर्ने काम चलिरहेको छ। यतिखेर सँगै यो ठाउँलाई अब महाधिवेशन प्रतिनिधिहरूको गाडी पार्किङका लागि पनि व्यवस्थापन गरिएको छ।